प्रमुख अतिथि गायक फरहान अनन्तको सम्मानका साथ यति बेला मञ्चमा आगमन हुँदै हाम्रा विद्यार्थी भाइबहिनीहरूबाट आजका कार्यक्रमका प्रमुख अतिथिज्यूलाई स्थानीय सरकारका प्रमुखज्यूलाई विशेष सम्मानका साथ गायक अनन्तको साथ मञ्चमा ल्याउँदै धन्यवाद विद्यार्थी भाइबहिनीहरूलाई। श्रीमान नगर प्रमुखज्यू विमोचन कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्तताको बावजुद पनि आजको यस कार्यक्रममा पाल्नुभएका आजका यस कार्यक्रमका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू हाम्रा आदरणीय अभिभावकज्यूहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई म सर्वप्रथम यस भव्य कार्यक्रममा हार्दिक स्वागत गर्दछु। कार्यक्रमलाई औपचारिकता प्रदान गर्नको लागि आजको यस भव्य कार्यक्रमको सभाध्यक्षताको भूमिका निर्वाह गरिदिनका लागि यस गण्डकी इङ्ग्लिस बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष आदरणीय व्यक्तित्व श्री ठाकुर प्रसाद पाण्डेज्यूलाई कार्यक्रममा यसैगरी म अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि बुद्धिजीवी तथा समाजसेवी अतिथिको रूपमा आतिथ्यता ग्रहण गर्नुभएका यसै नगरपालिकाका नगर प्रमुख एवं दिग्गज व्यक्तित्व श्री खिलदोस पन्थीज्यू, यसैगरी सामाजिक समिति संयोजक श्री लीलाधर आचार्यज्यू,
यसै गरी विशिष्ट अतिथिज्यूको आसन ग्रहण गरिरहनुभएका यसै वडाका वडाध्यक्ष श्री रामप्रसाद पन्थीज्यू, यसै गरी आमन्त्रित अतिथिहरू, यसै गरी आमन्त्रित पत्रकारहरू एवं यस विद्यालयका शेयर सदस्यहरू, प्रिन्सिपल, भाइस प्रिन्सिपल, स्टाफ्स लगायत आदरणीय अभिभावकहरू एवं प्यारा विद्यार्थीहरू साथै उपस्थित महानुभावहरू, सर्वप्रथम त म यस कार्यक्रममा यहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट र विद्यालय सपरिवारको तर्फबाट हार्दिक अभिवादन गर्दै हार्दिक नमस्कार गर्दै यहाँहरू सबैलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। कार्यव्यस्तताको बावजुद पनि हाम्रो निम्तिलाई सहर्ष स्वीकार गरी हामीहरूलाई थप ऊर्जा, उत्साह, हौसला प्रदान गर्नको लागि साथै यस कार्यक्रमलाई सुसम्पन्न गर्नको लागि महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा यहाँहरू सबैमा हार्दिक आभार व्यक्त गर्दै हार्दिक अभिवादन गर्दै हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय अभिभावकहरू, अतिथिहरू, आजको यस विशेष कार्यक्रम हजुरहरूको उपस्थितिले साथ सहयोगले मात्र सुसम्पन्न हुने भएकोले हजुरहरूको बसाइ यस कार्यक्रमको अन्तसम्म धैर्यताका साथ रहिरहने विश्वास मैले लिएको छु। साथै यहाँहरूको बसाइ आनन्ददायक, फलदायक एवं उपलब्धिमूलक हुने विश्वास लिँदै यहाँहरूको साथ सहयोग निरन्तर रहिरहने अपेक्षा व्यक्त गर्दछु। अन्तमा यस विद्यालयलाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, सहयोगी मनहरूलाई सम्झना र सम्मान प्रकट गर्दै नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यस कार्यक्रमको भव्य सफलताको शुभकामना दिँदै यस कार्यक्रममा आफ्नो कक्षाबाट उत्तीर्ण भए उपल्लो कक्षामा जाने विद्यार्थी भाइ बहिनीहरू एवं यस कार्यक्रममा विविध विधामा सम्मानित हुने, सफल हुने विद्यार्थी भाइ बहिनीहरूलाई एकमुष्ट बधाईसहित उज्जवल भविष्यको कामना गर्दै यहाँहरूलाई यस कार्यक्रममा पुनः स्वागत गर्दै बिदा हुन्छु। हस्त धन्यवाद। जय गण्डकी। प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका आदरणीय नगर प्रमुख सम्मानित व्यक्तित्व खिलदोज पन्थीज्यू, आदरणीय विशिष्ट अतिथि रेसुङ्गा नगरपालिकाका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक आदरणीय लीलाधर आचार्यज्यू, विशिष्ट अतिथिका रूपमा आसीन
रेसुङ्गा नगरपालिका वार्ड नम्बर 1 का वडाध्यक्ष आदरणीय व्यक्तित्व रामप्रसाद पन्थीज्यू, यसै गरी पत्रकार महासङ्घका उपाध्यक्ष आदरणीय व्यक्तित्व सुमन गरे, यसै विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक मित्रहरू, सञ्चालक समितिका पदाधिकारी एवं सदस्यज्यूहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं अन्य सदस्यज्यूहरू, पूर्व शिक्षक ज्यूहरू, विद्यालयका प्रेरणाका स्रोत हाम्रो अभिभावकज्यूहरू, हाम्रो विद्यालयको रूपमा रहनुभएका प्यारा विद्यार्थी भाइ बहिनीहरू, पूर्व विद्यार्थी लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा म यस गण्डकी बोर्डिङ स्कुलको भाइस प्रिन्सिपल सुनिल बस्नेतको तर्फबाट हार्दिक अभिवादन एवं नमस्कार व्यक्त गर्दछु र यहाँहरू सम्पूर्णलाई यस कार्यक्रममा विद्यालयको तर्फदेखि हार्दिक स्वागत समेत गर्दछु। आदरणीय महानुभावहरू, हाम्रो विद्यालय यस क्षेत्रका सामाजिक शैक्षिक व्यक्तित्वहरूको सामूहिक लगानीमा 2060 सालमा कक्षा 4 सम्म पठन पाठन हुने गरी तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा आएको हो। 2065 सालमा एसएलसीमा आफ्ना 16 जना विद्यार्थीहरूलाई सहभागी गराई पहिलो सहभागितामै 100% विद्यार्थी उत्तीर्ण गराई आफ्नो जिल्लाकै अब्बल विद्यालयका रूपमा गर्विलो इतिहास गर्न सफल। यस विद्यालयले समयको रफ्तारसँगै विभिन्न अन्डर ठक्करका बीच 2071 सालमा पुनः नयाँ व्यवस्थापनमा विद्यालयको स्वामित्व हस्तान्तरण गर्दै आफूलाई अब्बल शैक्षिक केन्द्रको रूपमा स्थापित गर्दै आइरहेको बेहोरा यहाँहरूलाई अवगत नै छ। विभिन्न निकायले सञ्चालन गर्ने 80 तथा कक्षा 8 का परीक्षाहरूमा समेत अब्बल नतिजा निकाल्दै आइरहेको बेहोरा समेत यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। आजको यो विशेष दिनमा विद्यालयको स्थापना कालदेखि हालसम्म यो विद्यालयको विकासमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावप्रति हार्दिक कृतज्ञता एवं आभार ज्ञापन गर्दछु। आदरणीय उपस्थित महानुभावहरू, सञ्चालक, शिक्षक, अभिभावक र विद्यार्थीको चारपक्षीय मेहनत र लगावका कारण यस विद्यालयको शैक्षिक गुणस्तर अब्बल बनाउन सफल भएका छौँ। यहाँबाट उत्पादित विद्यार्थीहरूले राष्ट्र सेवकका महत्त्वपूर्ण क्षेत्रहरूमा योगदान गर्दै आइरहेका छन्। धेरै सङ्ख्यामा डाक्टर, इन्जिनियर, वकिल एवं राष्ट्र सेवक उत्पादन गर्न सफल भएका छौँ। विगतको 80 वर्षमा र कक्षा 8 का परीक्षामा समेत यस विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौँ। कैयौँ पटक जिल्ला प्रथम, जिल्ला द्वितीय हुन सफल भएका छौँ। गर्विलो इतिहास हाम्रो सामु रहेको छ। यसै क्रममा गत शैक्षिक वर्ष 2080 सालको एसई एक्जाममा समेत सहभागी 19 जना मध्ये 18 जना विद्यार्थी उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुन सफल भएका छन्। यसै शैक्षिक वर्षमा नगरपालिकाद्वारा सञ्चालित कक्षा 8 को परीक्षामा समेत सहभागी कुल 28 जना मध्ये 3.6 देखि 3.9 जीपीए सम्म 16 जना, 3.2 देखि 3.59 सम्म 10 जना, यसै गरी 3.04 मा 1 जना गरी 27 जना विद्यार्थीहरू उत्कृष्ट अङ्क सहित उत्तीर्ण हुन सफल भएका छन्। शैक्षिक उपलब्धि मात्र होइन, हामीले हाम्रा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापदेखि व्यावहारिक विकासमा समेत विद्यार्थीहरूको रुचि र क्षमता पहिचान गरी सर्वाङ्गीण विकासमा योगदान गरिरहेका छौँ। जिल्ला र नगर स्तरमा आयोजना हुने हरेक क्रियाकलापमा सहभागिता जनाई उत्कृष्ट नतिजा हात पारिरहेका छौँ। नेसनल प्याप्सनमा आबद्ध यस विद्यालयले नेसनल प्याप्सन गुल्मीले आयोजना गर्ने हरेक कार्यक्रममा समेत उत्कृष्ट नतिजा दिइरहेको छ। आदरणीय उपस्थित महानुभावहरू, विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले तिर्ने शुल्क नै विद्यालय सञ्चालनको मुख्य स्रोत बनेको छ। न्यून शुल्कमा विद्यालय सञ्चालन गर्नुपर्ने,
बाध्यताका बीच हामीले हरेक क्षेत्रमा अब्बल दक्ष शिक्षक शिक्षिकाहरू नियुक्ति गरेर आफ्नो गुणस्तरीय पठन पाठन अगाडि बढाइरहेका छौँ। अभिभावकहरूले तिर्ने शुल्क नै एकमात्र हाम्रो स्रोत हो। त्यसकारण न्यून शुल्कमा विद्यालय सञ्चालन भएको परिस्थितिमा संरचनागत भौतिक सुधार प्रमुख चुनौतीको विषय रहेको छ। हामीले यसलाई चुनौतीको रूपमा लिइरहेका छौँ। हाल प्ले ग्रुपदेखि कक्षा 10 सम्म सञ्चालन रहेको यस विद्यालयमा शैक्षिक वर्ष 2081 कोमा हाम्रो क्लास नर्सरीदेखि कक्षा 10 सम्म कक्षागत रूपमा निम्न अनुसारका विद्यार्थी संख्या रहेका छन्। हाम्रो नर्सरी युकेजी एलकेजी यसलाई हामी ईसीडी क्लास भन्ने गरेका छौँ। यसतर्फ छात्रतर्फ 88 जना र छात्रातर्फ हामी 66 जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। यसै गरी क्लास 1 मा छात्र 11 छात्रा 23, यसै गरी क्लास 2 मा छात्र 25 छात्रा 20, 3 मा छात्र 20 छात्रा। हाम्रो यो कार्यक्रममा उपस्थित हुनुभएका आजका प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिँदै मेरो यो सानो भनाइ यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्ते। मेरो आफ्नो तर्फबाट म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज गण्डकी इङ्ग्लिस बोर्डिङ स्कुलले 22औं वसन्त पार गर्दैछ। यो सुख क्षणमा मैले हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ वर्ष 2082 सालको पावन अवसरमा यहाँ सबैको सुख शान्ति र समुन्नतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। थुप्रै आरोह अवरोह पार गर्दै आज 22 वर्ष पुरा गरेको छ यो विद्यालयले। मैले थुप्रै विद्यालयहरूलाई नजिकबाट हेरेको छु। आज संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरू विशेष गरी गुल्मी जिल्लाको सदरमुकाममा रेसुङ्गा नगरपालिकामा निकै अब्बल साबित भएका छन्। म हार्दिक बधाई दिन चाहन्छु गण्डकी स्कुललाई। आगामी दिनमा थप सफलता प्राप्त गर्न सकोस्, शैक्षिक उन्नयनमा बलियो इँटा थप्न सकोस्, सँगसँगै भोलिको दिनमा थप उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। गुल्मी जिल्लाका विशेष गरी रेसुङ्गा नगरपालिकाका विद्यालयहरू अब्बल छन् भन्ने कुरा हामीले बोलेर मात्र हुँदैन, हामीले भनेर भएको होइन। यो थुप्रै कर्मले सिद्ध भएको छ। गएको वर्ष देशभरिकै यसै परीक्षामा राष्ट्रिय स्तरको रिजल्टलाई मैले मापन गरेर हेर्दा राष्ट्रिय स्तरको देशभरिको रिजल्ट निकै कमजोर भए पनि रेसुङ्गा नगरपालिकाभित्रको रिजल्ट हाम्रो त्योभन्दा धेरै माथि थियो। यद्यपि अझै हामी सन्तुष्ट छैनौँ। थुप्रै कामहरू गर्नुपर्नेछ, अझ बढी गुणस्तरमा वृद्धि गर्नुपर्नेछ, हाम्रा विद्यालयहरूलाई अब्बल साबित गर्नुपर्नेछ। तर अरूको तुलनामा यसरी अगाडि बढेको कुरा म सगौरव राख्न चाहन्छु।
आज देशको चाहे नियामती प्रशासन हेरौँ चाहे देशको अन्य क्षेत्रमा हेरौँ आज गुल्मी भन्न बित्तिकै लोकसेवामा अब्बल छ, हामी अग्रणी छौँ। यसको कारण के हो भन्दा यस्तै गण्डकी जस्ता विद्यालयहरू आज हाम्रा राम्रा हुनुको कारण हो। हाम्रा सामुदायिक विद्यालयहरू देशभरिकै नमुना विद्यालयको रूपमा स्थापित छन्। चाहे महेन्द्र मावि भनौँ, चाहे रेसुङ्ग मावि भनौँ, चाहे सिद्ध मावि भनौँ, पछिल्लो पटक निकै फड्को मार्न सकेका चाहे घोर्ले मावि, चाहे जनसुख मावि होस्, भर्खरै नगर स्तरीय परीक्षाफल प्रकाशन भयो कक्षा 8 को। त्यसको नतिजा हेर्ने हो भने त धेरै विद्यालयहरू करिब रूपमा सुधार हुँदै गएका छन्। त्यस कारणले यसको आधारमा, यसको बलमा, यसको गुणस्तरमा नेपालका थुप्रै ठाउँहरूमा चाहे सिमदरबारभित्र छिरौँ चाहे कुनै अरू निकायहरूमा छिरौँ, जहाँसुकै जाँदा पनि हामीले देख्न पाउँछौँ म गुल्मीको कोही सचिव देख्न पाउँछौँ, कोही सहसचिव देख्न पाउँछौँ, थुप्रै सिडिओहरू देख्न पाउँछौँ, डाक्टर इन्जिनियर देख्न पाउँछौँ। यसको जग के हो भने यसको जग भनेको हाम्रा विद्यालय हुन्। त्यस कारणले म हार्दिक बधाई दिन चाहन्छु यो विद्यालयका सबै आदरणीय व्यक्तित्वहरूलाई। सञ्चालक समितिको जिम्मामा रहनुभएको छ, जिम्मा प्रदान गर्नुभएको छ, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ। ठाकुर प्रसाद पाण्डे यसको अध्यक्ष हुनुहुन्छ, सालिन हुनुहुन्छ, पशुपति अर्याल जस्तो एउटा जिम्मेवार यसको प्रिन्सिपल हुनुहुन्छ, यहाँ युवा 2 जना साथी हुनुहुन्छ, थुप्रै साथीहरू हाम्रो श्रीराम महत, सुनिल बस्नेत, हाम्रो अनिश लगायतका थुप्रै युवा साथीहरू हुनुहुन्छ। यो तपाईँहरूको कारणले गर्दा पनि यो विद्यालय राम्रो हुनैपर्छ, अझ राम्रो बनाउनुपर्छ। तपाईँले आफ्नो भविष्य, थुप्रै अभिभावकको भविष्य, बालबच्चाको भविष्य, निजी क्षेत्रको यो मार्फत समुन्नति गर्ने सन्दर्भमा जुन तपाईँले शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएको छ, यसको लागि तपाईँ सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हामीलाई गर्व छ गएको वर्ष यसै परीक्षामा सर्वोत्कृष्ट हुने, जिल्ला प्रथम हुने विद्यार्थी रेसुङ्गे नगरपालिकाभित्रका हामीले त्यो गर्व गर्न पायौँ। यसै मात्र होइन, +2 मा जिल्ला प्रथम हुने विद्यार्थी रेसुङ्गे नगरपालिकाभित्रकै हामीले पायौँ। त्यति मात्र होइन, म अस्ति काठमाडौँ गएको बेलामा टियुमा म त्यो कार्यक्रममा सहभागी हुने अवसर पनि मलाई प्राप्त भयो। पढाउने यस्तो विकट ठाउँमा जन्मेका सुशील पोखरेल भाइले आज टियुमा उत्कृष्ट उनले हासिल नतिजा लिनु सफल भए। त्यस कारणले आज हामीलाई गर्व छ। रेसुङ्गे नगरपालिकाभित्रका विद्यार्थीहरूको उत्पादन र गुणस्तर हेर्ने हो भने तपाईँ हामी सबैको शिर आज ठाडो बनेको छ। त्यस कारणले मेरो आग्रह छ अझै बढी हामीले काम गर्नुपर्नेछ, अझै बढी व्यवस्थापन चुस्त र दुरुस्त बनाउनु पर्नेछ। यसको लागि म तपाईँ सबैलाई आग्रह गर्न चाहन्छु अझ बढी मेहनत गर्नुहुनेछ। संस्थागत विद्यालयहरूमध्ये गण्डकी यो चाहिँ बढी विद्यालय अब्बल साबित हुनेछ। संस्थागत मात्र होइन, सबै सामुदायिक विद्यालय र संस्थागत विद्यालयमध्ये यो विद्यालयको उत्तरोत्तर प्रगति हुनेछ। आजको दिनमा म तपाईँलाई यही आग्रह गर्न चाहन्छु। अहिले पछिल्लो निकै सकारात्मक यो कार्यक्रमको बारेमा मलाई मेसेज पनि दिनुभएको छ। त्यस कारणले यो कार्यक्रम निरन्तर रहनेछ। यसको उद्देश्य कसरी अभिभावक विद्यार्थी र शिक्षकहरूको बिचमा समन्वय गरेर टाइअप गरेर हामीले शैक्षिक गुणस्तरलाई अझ बढी प्रभावकारी र अभिवृद्धि गर्न सक्छौँ भन्ने यसको उद्देश्य रहेको छ। यसरी हामीले स्ट्रिमलाई अगाडि बढाइरहेका छौँ। त्यति मात्र होइन, पछिल्लो समय तपाईँले हेर्नुभयो भने शिक्षा क्षेत्रमा गुल्मी जिल्लाकै शैक्षिक धरोहरको रूपमा रहेको दिनदुखी र गरिब बच्चाहरूको वरदान साबित भएको रेसुङ्गे बहुमुखी क्याम्पस आज कता कता थलाथलापरको क्याम्पस केसम्म माथि उठेको छ। यो वर्ष बिए प्रथम वर्षमा भनियो भने 5 वर्षको बिचमा सबभन्दा बढी विद्यार्थी भर्ना भएका छन्। रेसुङ्गे नगरपालिका कुरामा यहाँको समुन्नतिको निम्ति एउटा नयाँ आयाम दिनेछ भन्ने कुरा हामीले विश्वास गरेका छौँ। त्यस कारणले रेसुङ्गे नगरपालिकाले बडा प्रष्ट ढङ्गले हामीले भनेका छौँ हाम्रा केही समुन्नतिका आधारहरू छन्। त्योमध्येको पहिलो आधार भनेको शिक्षा हो। शिक्षालाई सबलीकरण नगरेसम्म, शिक्षालाई समय सापेक्ष नबनाइकन, शिक्षालाई रोजगारीमूलक रूपमा परिणत नगरिकन हामीले सम्पूर्ण समाजको निर्माण गर्न सक्दैनौँ। अवस्था राम्रो हुनु पर्यो। यसको लागि नगरपालिकाले निरन्तर काम गरेको छ। आज संस्थागत विद्यालयका सबै साथीहरू यसमा लाग्नु भएको छ, सामुदायिक विद्यालयका सबै साथीहरू लाग्नु भएको छ। यसले गर्दा शिक्षा क्षेत्रमा एउटा सकारात्मक ऊर्जा भरिएको छ, उत्साह छरिएको छ। यो कुरा मैले यहाँ भित्र गर्न चाहन्छु। हामीले हाम्रो नगरपालिकामा त प्रथम हेर्ने हो भने अब गुल्मीकै समुन्नतिको रूपमा रहेको हामीले निर्वाचनको बेला प्रतिबद्धता व्यक्त गरेको सालजण्डी पटौडी दुर्घटनाका सडक अहिले द्रुत गतिमा अगाडि बढेको छ। यो वर्ष हामीले
लागि नगरपालिका सधैँभरि तपाईँको साथमा छ। त्यति मात्र होइन दाजुभाइ दिदीबहिनीहरू, स्वास्थ्यको क्षेत्रमा दिन दुखी र गरिब बुवा आमाहरू जो घरमा बस्नुहुन्छ, उहाँहरूलाई दम छ, निमोनिया छ, दमको रोगीहरूलाई सास फेर्नको निम्ति अक्सिजन कन्सन्ट्रेटर चाहियो भने त्यो किन्नको निम्ति 1 देखि 1.5 लाख रुपियाँ लाग्छ। यसुगा नगरपालिकाले प्रत्येक बुवामाहरूलाई सास फेर्न गाह्रो नहोस्, बजारमा किन्न नपरोस्, त्यो पैसा बचोस् भन्नको निम्ति हामीले निःशुल्क रूपमा प्रत्येक घरमा बिरामीको घरमा आज हामीले अक्सिजन कन्सन्ट्रेटर पुर्याएका छौँ। यो हाम्रो समृद्धिको अर्को दरिलो सूचाङ्क हो। त्यस कारणले हामी यसरी दिनानुदिन काम गरिरहेका छौँ। आज पर्यटनको क्षेत्रमा तपाईँहरू बुझ्नुभएको छ, देख्नुभएको छ, रेसुङ्गामा प्रारभन्दा पोहोर धेरै पर्यटकहरू आए, 1 लाखभन्दा बढी आए। पोहोरभन्दा यो वर्ष बढ्दैछ, 1.5 लाख जति पुर्याउने हाम्रो लक्ष्य छ। जाउडा रेसुङ्गा आज देशभरि गुन्जिएको छ। आज जाउडा रेसुङ्गा अभियान देश मात्र होइन दाजुभाइ दिदीबहिनीहरू, आज विदेशका गल्ली गल्लीमा गुन्जन थालेको छ। यो गुल्मी जिल्लाको सिङ्गो गुल्मी जिल्लाको समृद्धिको अर्को बलियो आधार हो। यो हामी स्थापित गर्दैछौँ, आज भइरहेको छ। यसरी हामी निरन्तर हाम्रा कामहरू अगाडि बढाएका छौँ। त्यस कारणले सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई निर्धक्कपूर्वक आफ्नो आफ्नो कर्तव्य पुरा गर्नु, जवाबदेही सरकार जिम्मेवार नागरिक भन्ने हाम्रो जुन नारा छ, त्यसैले प्रत्येक नागरिकले आफ्नो जिम्मेवार पुरा गर्नुपर्नेछ। सरकारले जवाबदेही भएर काम गर्नुपर्नेछ। हामी जवाबदेही ढङ्गले काम गरेका छौँ। यही कुरा राखेर यो विद्यालयको म थप आगामी दिनमा सम्पूर्ण अभिभावकज्यूहरू साथै यस कार्यक्रम यस विद्यालयको वार्षिक उत्सव सम्पन्न भएको घोषणा गर्नका निम्ति खटिरहनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू र कार्यक्रमलाई सहज रूपले सम्पन्न गर्ने जिम्मेवारी वहन गर्नुभएका यस विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू र यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न उपस्थित हुनुभएका मैले आदर र सम्मान गर्नुपर्ने आदरणीय बुवाआमा दाजुभाइ दिदीबहिनीहरू, आज हामी यो गण्डकी बोर्डिङ स्कुलको वार्षिक उत्सव समारोह मनाइरहँदा 22औं वार्षिक उत्सव समारोह मनाइरहँदा हामीलाई एउटा गौरव लागिरहेको छ। यो विद्यालयले अहिलेसम्मका काम कर्तव्यहरू यसले गरेका कामबाट प्रभावित भएर आज यस विद्यालयमा धेरै अभिभावकहरूले आफ्ना नानी बाबुको भर्ना गरेर यस विद्यालयको निम्ति, यस विद्यालय आफ्नो भविष्यको निम्ति, आफ्ना बच्चाहरूको भविष्यको निम्ति तपाईहरुले गर्नुभएको सहयोगले आज यो विद्यालय यहाँसम्म आइपुगेको छ। यसै क्रममा हामीले यस विद्यालयको एउटा चिनारीको रूपमा
अहिलेको अवस्थामा गाउँबाट बसाइसराई गरेर शहरमा बस्ने जुन प्रवृत्ति छ यो गुल्मी जिल्लाको एउटा सदरमुकाम एउटा शहरको रूपमा रहेको छ। यो शहरमा रहेर यो गण्डकी बोर्डिङ स्कुलमा लाइन भर्ना गरेर यस गण्डकी बोर्डिङ स्कुलको सबल पक्षका निम्ति यसको विद्यार्थीको भविष्यको निम्ति तपाईहरुले जसरी योगदान गरिरहनु भएको छ यो निकै सराहनीय छ। यो विद्यालयले जसरी पहिचान गराउन सफल भएको छ गाउँमा टोलमा सबै ठाउँहरुमा यो गण्डकी बोर्डिङको नाम जसरी पहिचान गराउन सफल भएको छ त्यसैगरी तपाईहरुको साथ यसमा तपाईहरुको साथ रहेको मैले महसुस गरिरहेको छु। आदरणीय अभिभावकज्यूहरु हामीले यस विद्यालयको निम्ति हाम्रो नानी बाबुहरुको भविष्यको निम्ति अभिभावकको भूमिका विद्यार्थीको काम कर्तव्य र हामी व्यवस्थापकीय पक्षहरुको पनि जिम्मेवारी उत्तिकै जिम्मेवारीबाट हाम्रा नानी बाबुहरुको भविष्य उज्जवल बनाउन सकिन्छ। त्यसैले हामी अभिभावकहरुले आज यस हाम्रा बच्चाहरुको निम्ति जसरी हामी गाउँबाट भएर हुन्छ कि यस ठाउँमा रहेर हामीले भर्ना गरौं यो आफ्नो बच्चा कसरी राम्रो गराउन सकिन्छ सफल बनाउन सकिन्छ आफ्नो बाबु नानीको उत्तरोत्तर प्रगति गर्न सकिन्छ भन्ने ध्येयका साथ हाम्रा दाजुहरु हाम्रा बुवाहरु विदेशमा बसेर पनि आफ्ना छोरी नानीहरुको बच्चाको निम्ति आर्थिक जुगाड गरेर यहाँ पढाइरहनु भएको छ। उहाँहरुले को सहयोगले उहाँबाट आएको रकमबाट हामीले जसरी हुन्छ हाम्रा नानी बाबुहरुको भविष्यको चिन्ता गरिरहेका छौं। हामीले चिन्ता गर्नुपर्ने आवश्यकता पनि छ। हिजो हाम्रा बुवा बाजेहरुले 4 भाइ 5 भाइ 8 भाइ 10 भाइ सम्म जन्मिएर हामीले यस्ता राम्रो विद्यालय पढाउन पाएका थिएनन्। अहिले हाम्रा नानी बाबुहरुको हाम्रा बुवाहरुले थोरै मात्र बच्चा बच्चीहरु जन्माएर पनि थोरै उनीहरुको भविष्यको उज्जवल भविष्यको निम्ति कामना गरिरहनु भएको हुन्छ उज्जवल भविष्य चाहनु भएको छ। त्यसैले पनि मेरो सम्पूर्ण आदरणीय सम्पूर्ण अभिभावकज्यूहरु आज जसरी हामीले सोचिरहेका छौं आज हामीले जसरी चिन्तन गरिरहेका छौं हाम्रा नानी बाबुहरुको चिन्तन यो चिन्तनले हाम्रा नानी बाबुहरुले पनि भोलि बिहान त्यस्तै गरी आमा बुवाको देशमा विराजमान हुनुभएका आदरणीय व्यक्तित्वज्यूहरू
र यो कार्यक्रमलाई भव्य र सफल पार्न उपस्थित हुनुभएका आदरणीय अभिभावकज्यूहरू साथै यस विद्यालयमा अध्ययन गर्ने आदरणीय साना नानी बाबुहरू सम्पूर्ण उपस्थित महानुभावहरू मैले मेरो ठाउँबाट मान्नुपर्ने उपस्थित व्यक्तित्वहरू सबैमा मेरो व्यक्तिगत तर्फदेखि र रेसुङ्गा नगरपालिकाको तर्फदेखि हार्दिक नमस्कार स्वीकार्नुहोस्। ढिलै भए पनि 2082 सालको सम्पूर्ण उपस्थित महानुभावहरूमा शुभकामना दिन चाहन्छु। यो वर्षले तपाईँहरूको ऊर्जा बढोस्, तपाईँहरूको भविष्य राम्रो होस्, तसर्थ तपाईँमा सम्पूर्ण उपस्थित महानुभावहरूमा खुसीले छाओस्, यही नै म चाहिँ कामना गर्न चाहन्छु। उपस्थित महानुभावहरू, यो शिक्षा भनेको जहाँ शिक्षा छ त्यहाँ समाज राम्रो छ, जहाँ शिक्षा छ त्यहाँ संस्कार छ, जहाँ शिक्षा छ त्यहाँ माया छ, जहाँ शिक्षा छ त्यहाँ व्यवहारिकता छ, जहाँ शिक्षा छ त्यहाँ मिठास छ। त्यस कारणले हामीले शिक्षामा जोड दिन सकेनौँ भने र शिक्षालाई चिन्न सकेनौँ भने वास्तवमा हाम्रो समाज कता जान्छ, के गर्छ भन्ने कुरा थाहा हुँदैन। तसर्थ उपस्थित महानुभावहरू सबैले सर्वप्रथम मैले विश्वास गरेको छु, किनभने यो विद्यालयमा उहाँ चाहिँ पहिला हाम्रै बुद्धमार्गमा पढाएको शिक्षकहरू श्रीराम सर, पशुपति सर, सुरेश सर, उहाँसित हाम्रो भावना पनि नातो छ। त्यस कारणले रासायनिक क्षेत्र होस्, चाहे त्यो राजनीतिक क्षेत्र होस्, चाहे त्यो उद्योगको क्षेत्र होस्, सञ्चालन गरेर 65 सालमा यो विद्यालयहरू यसरी त्यस कारणले यो विद्यालयको प्रगति भएको चाहिँ मैले कोसिस गरेँ। केही कुराहरू कमजोरी हुनसक्छ, भौतिक समाचारको छ, भौतिक समाचार कुनै सिक्न खोजिएको छ, पढाइले मात्रै चाहिँ स्टेजबाट अब कुनै कार्यक्रममा भेट हुने वाचा गर्दै यो स्टेजबाट बिदा हुन्छ। हस्त नमस्कार, जय नेपाल। उहाँको कार्यव्यस्तताका कारणले उहाँलाई पनि हामीले कार्यक्रमबाट बिदाई गर्दैछौँ। उहाँलाई विद्यालयको तर्फबाट अगाडि छिटोभन्दा छिटो ल्याओस् भन्ने म आग्रह गर्न चाहन्छु। र यहाँ यस विद्यालयको भौतिक अवस्था अब यो पढ्नको लागि वातावरण एकदम राम्रै छ। यो रेसुङ्गा नगरपालिकाको एकदम चाहिँ केन्द्रबिन्दुमा रहेको विद्यालय हो। यस विद्यालयले उत्पादन गरेका हामीले अहिले पनि भर्खर चाहिँ डाक्टर के पाण्डे समथिङ यहाँ सुन्यौँ, उहाँ यही विद्यालयमै पढेर चाहिँ डाक्टर बन्नुभएको छ। अबको हाम्रो विद्यार्थी डक्टर खोज्ने विद्यार्थी हुनु भएन, कम्तीमा पनि त्यो डक्टर कहाँ जान नपर्ने शिक्षा हाम्रो चाहिँ विद्यार्थीले सिकोस् भन्ने म चाहन्छु। विदेश जाने होइन, म स्वदेशमै केही गर्न सक्छु भन्ने चाहिँ विद्यार्थी हामीले उत्पादन गर्न सकौँ। हामी बुवा आमासँगै बस्न सक्ने चाहिँ छोराछोरी चाहिँ हामीले शिक्षा चाहिँ दिएर त्यो छोराछोरी हामीसँगै बसोस् भन्ने म कामना गर्न चाहन्छु। अनि अहिले भएको चाहिँ जुन चाहिँ तपाईँको रासायनिक पदार्थको सेवनबाट जुन तपाईँको मृगौला रोगीहरू हुनुहुन्छ, क्यान्सर रोगीहरू हुनुहुन्छ, यसको निम्ति चाहिँ खानपानमा चाहिँ कसरी चाहिँ सुधार ल्याउन सकिन्छ भन्ने शिक्षा हाम्रो बच्चाहरूले सिकोस्। कम्तीमा यहाँ अहिले हामी भएका यहाँ पाखा पोखरामा चाहिँ पार्कहरू चाहिँ देख्छौँ, कम्तीमा शिक्षा पार्क हो है यो हाम्रो गुल्मीको भन्ने त्यहाँ देख्न पाइयोस्। त्यस्ता Mudani
यस विद्यालयमा अध्ययनरत सम्पूर्ण भाइ बहिनीहरू आज मिति 2082 साल 1 महिना 7 गतेका दिन हुन गइरहेको यस श्री गण्डकी इङ्ग्लिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा शुभ वार्षिक उत्सवको अवसरमा मलाई अभिभावकको प्रतिनिधित्व गर्दै 2-4 शब्दहरू राख्न दिएकोमा खुसी छु। यस विद्यालयमा 2076 सम्म उत्कृष्ट अङ्क लिएको विद्यार्थीहरू, कक्षा 8 मा उत्कृष्ट अङ्क लिएको विद्यार्थीहरू र हालसम्म 100% अङ्क ल्याउन सफल तपाईँ हामी सबै जानकार नै छौँ। यस विद्यालयले गरेका सम्पूर्ण कार्यक्रममा यस विद्यालयका अभिभावक अतिथि रेसुङ्गा नगरपालिकाका मेयर आदरणीय श्री हिन्दोल पन्थीज्यू
त्यसै गरी विशिष्ट अतिथि रेसुङ्गा नगरपालिकाका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक लीलाधर आचार्यज्यू, त्यस्तै गरी लेखा समितिका संयोजक रेसुङ्गा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्री रामप्रसाद पन्थीज्यू, त्यसै गरी नेसनल प्यासन गुल्मीका अध्यक्ष श्री ओम कण्डमज्यू, पत्रकार महासङ्घका उपाध्यक्ष लगायत अन्य उपस्थित पत्रकार मित्रहरू, त्यसै गरी महेन्द्र माध्यमिक विद्यालयका पूर्व प्रमुख आदरणीय गुरु श्री माधव गेवालीज्यू, बुद्धिजीवी एवं समाजसेवी बुवा आदरणीय तारप्रसाद, नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। यहाँहरूको जीवन खुशीमय बितोस्, सुखीमय बितोस्, हार्दिकतापूर्वक यहाँहरूप्रति कामना गर्न चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, तमघास नगरीको मुटुमा रहेको यस विद्यालयले तपाईहरूका सामु उपस्थित भएर 22औं वार्षिकोत्सव मनाउन पाउँदा हर्षले म एउटा प्रिन्सिपलको नाताले निकै गदगद भएको छु। 22औं वर्षको दौरानमा आइपुग्दा यो संस्था तथा यो एउटा विद्यालय हाम्रो समुदायको एउटा अभिन्न अङ्ग र विद्यार्थी पुस्ताका लागि एउटा ज्ञान, सिप र प्रेरणाको ठाउँ भएको छ। यस विद्यालयको स्थापना कालदेखि नै विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धिहरूमा म निकै गौरवान्वित छु। शैक्षिक उत्कृष्टता, व्यक्तिगत विकास र सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धताले हाम्रा विद्यार्थीहरूलाई व्यक्तित्व विकासमा परिवर्तन ल्याउन निकै सक्षम भएको छ। आज हामीले हाम्रो अहिलेसम्मको यात्रालाई निहाल्दै गर्दा हामीले मनाउनु पर्ने कुराहरू धेरै छन्। हामीले हाम्रा विद्यार्थीहरूमा उल्लेखनीय उपलब्धिहरू देखेका छौँ, जसले शैक्षिक उन्नयन एवं अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। हामीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले टेवा पुर्याउने हुने हाम्रा शिक्षक शिक्षिकाहरूको निकै समर्पण देखेका छौँ, कडा परिश्रम देखेका छौँ, जो सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो मिसनमा हामीसँग उहाँहरू सँगै उभिनु भएको छ। तर हामी हाम्रो गौरवमा आराम गर्न सक्दैनौँ, तयार हुनै पर्छ। हामी नवीन विचारहरू, नयाँ दृष्टिकोण र नयाँ तरिकाहरूका लागि सधैँ खुल्ला रहेर विद्यालयका गतिविधिहरूलाई हामीले निरन्तर अगाडि बढाउनै पर्छ। हामी सत्य र इमान्दारितालाई अँगाल्दै शैक्षिक उत्कृष्टता भविष्यलाई हेर्दै जाँदा म विश्वस्त छु कि हाम्रो विद्यालय आगामी पुस्ताका लागि एउटा आशा र प्रेरणाको ज्योति बन्नेछ। हामीले अहिलेसम्म जे जति उपलब्धिहरू हासिल गरेका छौँ त्यसमा म गर्व गर्दछु र अगाडि रहेका सम्भावनाहरूबारे म उत्साहित छु। मैले आज तपाईहरूका माझ धेरै कुराहरू भन्नु छैन, किनभने मलाई थाहा छ आजको यो भव्य कार्यक्रममा तपाईँ अभिभावकहरूको भव्य उपस्थिति छ। जो कार्यक्रम तपाईँका आफ्ना नानी बाबुहरूको प्रगति विवरण सहित उनीहरूका क्रियाकलाप हेर्ने कार्यक्रम हो। त्यसैले हामीले त अभिभावकसँग विभिन्न भेला, घर दैलो कार्यक्रम मार्फत पटक पटक साक्षात्कार गरेका छौँ। हामी विद्यालयका शैक्षिक गतिविधिहरू, नानी बाबुहरूको समग्र विषयहरूलाई अभिभावकहरूसँग बारम्बार छलफल गर्ने, मिटिङ गर्ने गरि नै रहेका छौँ। नानी बाबुहरूका समस्यालाई सम्बोधन गर्न हामी कसरी सकिन्छ भन्ने कुरामा हामी कोसिस गरिरहेका छौँ। त्यसैले मैले धेरै कुराहरू यहाँ राखिरहनु पर्ने छैन। यहाँहरू सबैलाई जानकारी नै छ
विद्यालयमा प्रवेश गर्दै गर्दा विद्यार्थी भाइ बहिनीहरूले अर्थात् तपाईँ अभिभावकका छोराछोरीहरूले के गरेका छन्, कुन व्यवहार देखाइरहेका छन् भन्ने कुराको सङ्केत यहाँहरूले देख्नुभएकै छ। हामी बोलेर होइन, काम, यो कुरा हाम्रो कामद्वारा नै यहाँहरूले यो पुष्टि भएको कुरा यहाँहरूले देख्नुभएकै छ भन्ने मलाई लागेको छ। नेपाल सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमलाई अनुसरण गरेर विद्यालयमा पठन पाठन गर्ने गरेका छौँ। त्यो बाहेक यो विद्यालयलाई निजी क्षेत्रको एउटा समुन्नत विद्यालयको रूपमा विकसित गर्नका लागि हामीले सकेका सबै खालका प्रयत्नहरू गरि नै रहेका छौँ। विभिन्न सूचना प्रविधिका सामानहरूको प्रयोग गर्ने, कम्प्युटर एवं ल्याबको व्यवस्थापन गर्ने, विद्यार्थीको समुन्नत भविष्यका लागि विद्यालय निरन्तर खटिरहेको छ। कति बज्यो? कति बज्यो? अब म यो पुरस्कार वितरण समारोहमा यस पुरस्कार वितरण समारोहमा सहभागी बनिदिनका लागि म यस विद्यालयका शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष वैकुण्ठ बहादुर पौरसिंहलाई मञ्चमा आमन्त्रण गर्दछु।
एउटा छोटो मिठो गीत लिएर आएका छौँ। जानी नजानी भए पनि हामीले यो गीत गाउने कोसिस गरिरहेका छौँ भने सम्पूर्णले समर्थन गर्दै मेरो गीतलाई मन पराइदिनु होला र हाम्रो गीत अब सुरु हुँदैछ यस प्रकार। Tiम्रो
so much. Thank you so much. Thank you. धन्यवाद आरोही पाण्डेलाई Hey,
वर्गीयहरू देशमै केही गर्छौ र देश सेवा गर्ने चाहना छ भन्ने मेरा अधिकांश दाजुभाइ तथा दिदीबहिनीहरू आज शिक्षा र रोजगारको नाममा विदेशीको विकल्पको विषयले उठुँदै छिटफल्किने गरी घोचिरहेको छ। कुनै बेला आफूले बोलेका कुरा र गरेका कामले आत्मग्लानी भएर मृत्युको बाटो समेत देखाउन सक्दो रहेछ। जसरी जापानी पत्रकारले भोकमरीले छटपटाइरहेको बालकको मृत्युलाई गिद्धले पुरिरहेको त फोटोइते, तर उनले बचाउन किन पहल नगरेका होला सभाध्यक्ष महोदय? यति कुरा गर्दै गर्दा मेरो मस्तिष्कमा धेरै प्रश्नहरू खेलिरहेका छन्। अब ती प्रश्नहरू हजुरहरू सामु राख्ने अनुमति चाहन्छु। किन दिन प्रतिदिन युवाहरू शिक्षा र रोजगारको नाममा विदेश हिँड्नु परिरहेको छ? के नेपालमा उच्च शिक्षा हासिल गर्न मुस्किल छ? के स्वदेशमै बसेर केही काम गर्न सकिँदैनौ र? के उच्च शिक्षा हासिल गर्न गएका सबै स्वदेशमै फर्किए? के विदेशबाट पठाएको पैसाले देशको आर्थिकमा सुधार आइरहेको छ? यी प्रश्नहरू तपाईँ हामीमा घुमिरहेको छ, तर उत्तर बिना अनुत्तरित भएर। तर विडम्बना भन्नुपर्छ, हामी गरिब भएर कमाउन गइरहेका त भनिरहेका छौँ, तर विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारतले रेमिटेन्स भित्र देशको सूची जसमा हाम्रो नेपाल 5औं नम्बरमा पर्दो रहेछ। नेपाललाई 5औं नम्बरमा राख्ने पनि त कुनै कारण नै होला नि सभाध्यक्ष महोदय। आजको यस अवसरमा गुल्मी जिल्लालाई शिक्षित जागिरे र रेमिटेन्स भित्राउने जिल्लामा गनिन्छ र अन्य जिल्लाले समेत प्रशंसा गर्ने गरेका छन्। तर आज म प्रतिनिधित्व घटना भन्न गइरहेको छु। 2-3 वर्ष पहिलेको कुरा हो। हाम्रै जिल्लाको एउटा गाउँ जहाँ करिब 350 घर रहेका, तर बर्खातको समयमा एक सुत्केरी महिलालाई अन्य महिलाहरूले हातमा चप्पल लिएर स्ट्रेचरमा बोकेर अस्पताल लगेको दृश्यले मुटु नै छिटोल्कन गरी घोचिरहेको छ। यसको मतलब स्वदेशमा जनशक्ति व्यवस्थापन हुन नसकेको पनि होइन र सभाध्यक्ष महोदय। सिप मुलुक शिक्षा पछिल्लो समयमा नेपालमै मात्रै नभएर विश्वभरि महत्त्वका साथ हेरिएको विषय हो। शिक्षा आर्जन गर्न मात्र अहिलेको विश्व परिवेश र आधुनिकीकरणसँगै अगाडि बढ्न र विश्व होडबाजीमा अब्बल देखाउन अप्ठ्यारो परिरहेको पाइन्छ। शिक्षा भनेको ज्ञान आर्जन गर्नु मात्रै नभएर समय क्रम र आवश्यकता पूर्ति गर्न सक्ने र त्यो पनि सहज तरिकाले छिटो छरितो र धेरैभन्दा धेरै प्रतिफल दिन सक्ने हुनुपर्छ। नेपालबाट बाहिर जाने सामान्य मजदुर पढे लेखेर जागिरमा गएकादेखि सरकारका उच्च पदस्थ तथा कूटनैतिक क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरूले भोग्दै आएका समस्याहरू तपाईँ हाम्रो अगाडि जगजाहेर छ। विश्वको हालको माग भनेको शैक्षिक प्रमाणपत्र मात्रै नभएर सिप क्षमतामा आधारित योग्यता हो। स्वदेशमै जनशक्ति व्यवस्थापन भन्ने शब्द आफैमा गहकिलो र राष्ट्रप्रति ओतप्रोत रहेको छ। तर विडम्बना भन्नुपर्दा किन नेपाली युवा तथा विद्यार्थीहरू नेपालमा बस्न चाहेका छैनन्? तपाईँ हामीले देखिरहेका छौँ नेपालका अब्बल विद्यार्थीहरू ठुलो मात्रामा विदेश गइरहेका छन् र फर्कने समयमा फाटफुट मात्रामा आइरहेका छन्। किन? विद्यालयका गेटमा गएर मिडिया कर्मीले प्रश्न गर्दा करिब 90%ले मौका पाए विदेश जाने र करिब 10%ले मात्र स्वदेशमै बसेर केही गर्छौँ भनी रहेका छन्। किन? उनीहरूले पाएको दुःख तथा सपना पुरा गर्न नसकेको आत्मग्लानी तथा चित्कार पनि कम छैन सभाध्यक्ष महोदय। मैले हालको तथ्याङ्क त सङ्कलन गर्न सकेको छैन, तर विगतका वर्षहरूको तथ्याङ्क हजुरहरू सामु राख्ने अनुमति चाहन्छु। सन् 2023 मा विदेश अध्ययनका लागि 1,12,000 जनाले नो अब्जेक्सन लेटर लिएका थिए। मानव त्यसमध्ये 50,000 जना मात्र जाने भने एकजनाका करिब 30 लाखका दरले हिसाब गर्दा 1 खर्ब 50 अर्ब रुपैयाँ विदेश पलायन हुँदो रहेछ। एकले अर्काले झन् अर्कालाई देखाएर आफूहरू जोगिने चलनका कारण आज यस्तो अवस्था सिर्जना भएको हो। अन्तमा हाम्रो अगाडि देखिएको यथार्थ
स्कुल। हामीले थुप्रै विद्यार्थीहरूलाई थुप्रै अवसर दिएका छौँ। When he's
जान्छौ नि पाखुरीमा जान्छ नि जिन्दगी बनाइन्छ नि हाँस्दै खेल्दै जीवन काटौँला प्रवेश खड्का शुभ परियार र किस्मत कौर बसल सेवा प्रतियोगितामा फर्स्ट भएको थियो रे हाउस कुसम उहाँहरू यति बेला पुरस्कृत हुँदै हुनुहुन्छ जस्ती माया को मना कामना के छ सुर तिमीलाई भखौला मिल्ने मायालाई मना कामना टुमे आउँला मिल्ने जोड़ी रोजनु तुलको हो पानी मीठो मुर्को अरे जोड़ी रोजनु तुलको माया जसो डुबो जस्तै अजम्बरी फुलको तिमीलाई भखौला फुलपाती भाके मन जमाना आयो बंदी फूल जो झिलके माया को मन जमाना
Dance, please, come on. धन्यवाद विद्यार्थी।
अभिभावक संघका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, यस गण्डकी बोर्डिङ स्कुलका प्रिन्सिपल पशुपति सर, सहायक भाइस प्रिन्सिपलज्यू, व्यास महासिन, सम्पूर्ण अतिथिगणहरू, जनप्रतिनिधि साथीहरू र यहाँ आज यो शब्द र भव्य कार्यक्रममा उपस्थित हुनुभएका मैले आदर र सम्मान गर्नुपर्ने आदरणीय अभिभावकज्यूहरू, यस विद्यालयका शिक्षक तथा शिक्षिकाज्यूहरू र यो शब्द र भव्य कार्यक्रममा उपस्थित भएका हँसिला, खुसिला, जोसिला यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूमा म रेसुङ्गा नगरपालिका वडा नम्बर 1 को तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि यहाँहरू सबैमा हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आदरणीय उपस्थित महानुभावहरू, म धेरै कुरा म गर्न चाहन्न किनकि समयले पनि धेरै नेटो काटिसकेको छ। सर्वप्रथम त म के भन्न चाहन्छु भने आजको यो महत्त्वपूर्ण कार्यक्रममा हाम्रा अभिभावकज्यूहरू यस्तो धैर्यताका साथ बसेर यो कार्यक्रमलाई यति आकर्षण, यति राम्रो बनाइदिनु भएकोमा म असाध्यै खुसी भएर सर्वप्रथम त म अभिभावकज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई याद छ यस्ता विभिन्न कार्यक्रमहरूमा हामी उपस्थित हुँदा अभिभावकज्यूहरू आउने, 1-1.5 घण्टा बस्ने, त्यहाँ आफ्ना नानी बाबु लिएर जाने, त्यसरीले के कस्तो किसिमको पठन पाठन गरेका छन्, सरले कस्तो पढाउनु भएको छ भन्ने त्यो कुरा पनि अभिभावकलाई नि सोध्न सजिलो भएको हामी यही पेरिफेरीमा रहेको भएर मैले यो रेसुङ्गा नगरपालिकाको मेन केन्द्रमा भएको गण्डकी बोर्डिङ हाई स्कुल भनेर मैले भनेको हो। यसै सन्दर्भमा आदरणीय उपस्थित महानुभावहरू, हामीले विद्यार्थी भाइ बहिनीहरूलाई अनुशासन, पठन पाठनका कुरा, हरेक क्रियाकलापहरू गराउँदा विद्यालयको मात्रै, विद्यालयका शिक्षक शिक्षिकाको मात्रै भर पर्नु हुँदैन। यो विद्यालयमा हाम्रा नानी बाबु भनेको 4 घण्टा 5 घण्टा मात्रै यहाँ सरको साथमा हुने हो। त्यसपछि त सबै विद्यार्थी भाइ बहिनीहरू तपाईँ हाम्रो साथमा खेल्ने, तपाईँ हाम्रो साथमा बस्ने, खाने, त्यो बिचमा यहाँहरूले आफ्ना नानी बाबुहरूलाई कस्तो किसिमको संस्कार सिकाउने, कस्तो
सफल विद्यार्थीको नाम मैले अघि भनिसके। त्यो विद्यार्थी स्टुडेन्ट अफ द इयर हुन्छ जो विद्यार्थी हरेक क्षेत्रमा उत्कृष्ट मात्र नभएर सर्वोत्कृष्ट हुने गर्छ। त्यो विद्यार्थी पढाइमा पनि अव्वल, अतिरिक्त क्रियाकलापमा पनि अव्वल, कक्षामा पनि अनुशासित, शिक्षकहरूको पनि प्यारो, घरमा पनि अत्यन्तै राम्रो र हरेक क्षेत्रबाट त्यो विद्यार्थी अव्वल हुनुपर्छ। त्यस्तो विद्यार्थीलाई हामीले स्टुडेन्ट अफ द इयर छान्ने गर्छौँ। यो वर्ष म तपाईँलाई भन्न चाहे 2075-2073 को स्टुडेन्ट अफ द इयर, 2074 को जिल्ला टपर हो भने 2073 कै 4 कै स्टुडेन्ट अफ द इयर 2076 को जिल्ला टपर हो। तसर्थ आज हामी त्यो विद्यार्थीलाई स्टुडेन्ट अफ द इयर दिन गइरहेका छौँ जो विद्यार्थी हरेक क्षेत्रमा अव्वल छ। त्यो विद्यार्थीको नाम हो क्लास 8 मा पढ्ने विद्यार्थी, कक्षा 8 मा पढ्ने विद्यार्थी। त्यो विद्यार्थीको नाम हो एनी केस स्टुडेन्ट। विद्यार्थी भाइबहरुले कुनै गेस गर्न सक्नुहुन्छ? विद्यार्थी भाइबहरुले एउटा नाम लिनु भएको छ। त्यो विद्यार्थी क्लास 8 कै विद्यार्थी हुन्। सबै शिक्षकका प्यारा, सबै क्षेत्रमा अव्वल, शान्त र सुशील स्वभावका, अत्यन्तै राम्रो बोली भएका, मिठो हाँसो, मन्द, पढाइमा पनि अव्वल विद्यार्थी, हरेक क्षेत्रमा अव्वल विद्यार्थी, कुनै पनि नराम्रो क्रियाकलापमा संलग्न नभएका विद्यार्थी, दैनिक गृह कार्य गर्ने, दैनिक शिक्षकले दिएका कार्यहरू गर्ने विद्यार्थी बहिनी। स्टुडेन्ट अफ द इयर अवार्ड 2081 goes to र सो विद्यार्थीलाई स्मार्ट डिजिटल संस्थाले नगद राशिको पनि उपलब्ध गराएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र विद्यालयले अत्यन्तै उत्कृष्ट सिल पनि हामी प्रदान गर्न गइरहेका छौँ र विद्यालयले उत्कृष्ट सर्टिफिकेट र यो सर्टिफिकेट यस विद्यालयका कम्प्युटर शिक्षक श्री एम विश्वकर्मा सरले डिजाइन गर्नुभएको, यानि यो एउटा प्रतिष्ठित अवार्ड हो। हरेक क्षेत्रबाट यो राम्रो हुनुपर्छ भन्ने विद्यालयको मान्यता हो। स्टुडेन्ट अफ द इयरको यो डिजाइन एम सरको यो सिल्ड हामी स्टुडेन्ट अफ द इयरको सिल्ड त्यहाँ देख्न सक्छौँ। स्टुडेन्ट अफ द इयर 2081 goes to Asian Ramzali Magar. Huge congratulations to Mr. Asian Ramzali Magar. सरलाई म यस कार्यक्रममा उपस्थित भइरहनु पर्दछु। Lots of congratulations to Mr. Asian Ramzali. जोरदार तालीले सम्मान प्रदान गर्नुहोला। एशियन रामजाली हरेक क्षेत्रमा उत्कृष्ट, पढाइमा अव्वल, हरेक क्षेत्रमा अव्वल विद्यार्थी, अनुशासित, सुसभ्य, सुसज्जित र सुसंस्कृत विद्यार्थी, आउटस्ट्यान्डिङ, स्प्लेन्डिड, हिलारियस, मार्भलस र ग्लोरियस विद्यार्थी एशियन रामजाली बोल्यो। आफ्नो सानो बढाइ राखिदिनका लागि अनुरोध गर्दछु। स्टुडेन्ट अफ द इयर मिस्टर एशियन It's Major Ramzali Magar. Today I feel happy and thankful to receive the most prestigious Student of the Year award, and
this is the big moment for me, and I couldn't have done it alone. Thanks for all my teachers. Thanks for all my teachers for teaching me, guiding me, and helping me, and also thanks for my family for supporting me and believing in me. This award means a lot. This award means a lot. This award means a lot. That's all the hard work and doing our best really matters. And this award also reminds me to stay humble and to keep learning and keep striving, not just for success but for growth. Thanks all once again, and it means a lot to me, and I'm proud to be a Kentuckian. Thank you.